नमस्कार मेरो प्रिय महोदय। मिथुन राशिले चैत्र 15 गतेभित्र यो एक काम छोड्न सके मिल्न सक्छ दोहोरो लाभ। 2082 सालको फागुन 15 देखि चैत्र 15 सम्मको यो समयलाई चार्टका रूपमा तयार गरेर तपाईका लागि एक महिनाको राशिफल निकालेको छु मैले केवल मिथुन राशिका लागि। मिथुन राशिको जिन्दगीमा घट्न सक्ने राम्रा नराम्रा घटना पक्षहरूलाई केलाउने छु आजको भिडियोमा। ग्रहको प्लेसमेन्ट र दृष्टिगोचरलाई ध्यानमा राखेर यो समयमा तपाईको स्वास्थ्य कस्तो रहनेछ त। स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण कुरा हो। स्वास्थ्य सबैभन्दा ठुलो धन हो। स्वास्थ्यले तपाईलाई यो समयमा साथ दिन्छ कि दिन्न। शिक्षा विद्यार्थी वर्गहरू जो पढ्दै हुनुहुन्छ, करियर बनाउन खोज्दै हुनुहुन्छ, हैन, आफ्नो उद्देश्यमा पुग्न लागिराख्नु भएको छ, विद्यार्थी वर्गको पढाइ लेखाइमा कस्ता खालका उतार चढावहरू देखिन्छ त यो समयमा, हैन। प्रेम, अविवाहितहरूको प्रेम सम्बन्ध कसरी अगाडि बढ्छ, विवाहितहरूको वैवाहिक जीवनमा के कस्ता उतार चढावहरू छन्, यो समयमा भाग्यले साथ दिएको छ कि छैन, कुनै शुभ कार्य, माङ्गलिक कार्य, नयाँ काम, विशेष काम गर्नका लागि समय अनुकूल छ कि छैन, करियर कार्यक्षेत्रमा के कस्ता उतार चढाव प्रभावहरू देखिन्छ त, व्यापार व्यवसायमा लाभ हानि के कस्तो देखिन्छ त, लाभ लिनका लागि के गर्ने, सबै विषयमा चर्चा गर्नेछु र कुनै पनि अशुभता आइ नपरोस् भन्नका लागि के उपाय गर्ने एउटा विशेष उपाय पनि म तपाईलाई दिनेछु। आउनुहोस् सुरु गरौँ। राशि चक्रको तेस्रो राशि मिथुन राशिको मध्य फागुनदेखि चैत्र मध्यसम्मको यो समयको पूरा राशिफल। तपाईको राशिमा देवगुरु बृहस्पति विराजमान हुनुहुन्छ। राशि स्वामी हुन् बुध। तपाईको भाग्य स्थानमा गएर बसेका छन् बुध, नवम स्थानमा। सूर्य मङ्गल र राहुका साथमा त्यो पनि, हैन। शनि शुक्र दशम स्थानमा विराजमान छन्। तृतीय स्थानमा केतु विराजमान छन्। यो हो ग्रहको स्थिति। अब आउनुहोस् सबैभन्दा पहिले हामी स्वास्थ्य चर्चा गर्छौँ। स्वास्थ्य चर्चा, स्वास्थ्य भन्ने बित्तिकै इम्युनिटीसँग जोडिन्छ। फर्स्ट हाउस प्रथम भावसँग जोडिन्छ। इम्युनिटी हुन्छ फर्स्ट हाउसको। फर्स्ट हाउसका स्वामी बुध नवम स्थानमा सूर्य मङ्गल र राहुको साथमा विराजित अवस्था छ। चतुर्ग्रह योग निर्माण भएको छ यहाँनिर। तपाईँ आफ्नो स्किनलाई लिएर, तपाईँ आफ्नो छालालाई लिएर ध्यान दिनुपर्छ। छालासँग रिलेटेड कुनै समस्या भोग्नुपर्ने हुनसक्छ। छाला चिलाउने, छालामा अनेक प्रकारका दाग धब्बाहरू देखिन सक्ने, कुनै एलर्जी इन्फेक्सन आदि हुन सक्ने सम्भावना देखिन्छ, हैन। यो कुरामा तपाईँले अलिकति संयम सतर्कता अपनाउनु पर्ने देखिन्छ भने मौसमी समस्या तपाईँलाई भोग्नुपर्ने हुनसक्छ। कफ कोल्डको समस्या तपाईँले झेल्नुपर्ने हुनसक्छ। यात्रा ट्राभल गर्दाखेरि यस्तो समस्या आउनसक्छ। अलिकति तपाईँले यो ध्यान दिनु पर्यो। अरू त्यस्तो स्वास्थ्यमा कुनै ठुलो समस्या देखिन्न। अब तपाईको आफ्नो व्यक्तिगत जन्मकुण्डलीमा त्यस्तो कुनै खराब दशा चलिरहेको रहेछ भने चाहिँ अलग कुरा हो, नत्र ग्रह गोचरले तपाईको स्वास्थ्यलाई यी बाहेक अरू कुनै समस्या देखाउँदैन। अब कुरा गरौँ स्वास्थ्यपछि तपाईको शिक्षा, विद्यार्थी वर्गको पढाइ लेखाइ। मिथुन राशिको शैक्षिक अवस्था कस्तो छ त यो समयमा? पञ्चम भाव हुन्छ पढाइ लेखाइको, शिक्षाको पञ्चम भावबाट हेरिन्छ। पञ्चमका स्वामी शुक्र दशम स्थानमा शनिको साथमा गएर बसेका छन्, त्यो पनि उच्चको भएर। यो महिना तपाईको पढाइ राम्रो होइन, धेरै राम्रो छ, धेरै राम्रो देखिन्छ। बृहस्पतिको पाँचौँ दृष्टि पञ्चममा छ, हैन। शुक्र उच्चको, बुध त्रिकोणमा गएर बसेको, है भनेपछि तपाईको पढाइ लेखाइ कुनै परीक्षा इक्जाम छ भने यो समय सर्वश्रेष्ठ देखिन्छ। तपाईको कुनै लोकसेवाको तयारी गर्दै हुनुहुन्छ, कुनै अन्तर्वार्ता छ, कुनै सरकारी जागिरका लागि त्यस्तो कुनै परीक्षा दिँदै हुनुहुन्छ, प्राइभेट सेक्टरमा पनि तपाईँले त्यस्तो कुनै परीक्षा इन्टरभ्यू दिँदै हुनुहुन्छ, समय राम्रो छ है, तपाईँको लागि अनुकूल समय देखिन्छ। भनेपछि अब परीक्षा इक्जाम, अब पढाइ लेखाइ, परीक्षा इक्जाम, नयाँ भर्ना, लोकसेवा, अन्तर्वार्ता, वार्षिक परीक्षा केही छ भने समय श्रेष्ठकर देखिन्छ है। अब कुरा गरौँ प्रेम सम्बन्धको। अविवाहितहरूको लभ रिलेसन कस्तो देखिन्छ त यो समयमा? पञ्चम भाव नै हुन्छ पढाइ लेखाइको पनि, त्यसै गरी सन्तानको पनि, कर्मको पनि, प्रेम सम्बन्धको पनि पञ्चम भावबाट हेरिन्छ। तपाईँको प्रेम सम्बन्ध तपाईँको कार्यक्षेत्र, कार्यस्थलमा हुनसक्छ कोही कसैसँग। तपाईँ सिङ्गल हुनुहुन्छ, तपाईँ मिङ्गल हुन सक्ने सम्भावना तपाईँको कार्यक्षेत्रमै जोडिएको कुनै व्यक्तिसँग हुनसक्छ, हैन। तपाईँ सिङ्गल हुनुहुन्छ भने तपाईँको कोही कसैसँग अट्याचमेन्ट बढ्न सक्छ, कोही कसैसँग तपाईँको सम्बन्ध स्थापित हुनसक्छ, तपाईँ प्रेममा पर्न सक्ने सम्भावना देखिन्छ। यदि यस्तो भएन भने पनि कुराकानी अगाडि बढ्न सक्छ, एकअर्कामा अट्याचमेन्ट मात्रै भए पनि बढ्न सक्ने सम्भावना प्रबल देखिन्छ। राम्रो भाइब्रेसन बन्न सक्छ,
हैन। अब शुक्रदेखि 12औं घरमा बुध भएको कारणले सानो सानो कुरामा तपाईँको प्रेमी अथवा प्रेमिकासँग सम्बन्ध नमिलेको आभास चाहिँ हुनसक्छ, जो अगाडिदेखि नै प्रेम सम्बन्धमा हुनुहुन्थ्यो। यो कुरामा भने अलिकति ध्यान दिनुपर्छ, बाढीको कन्ट्रोल गर्ने हो कि आफ्नो भाइब्रेसन नमिलेको जस्तो फिल तपाईँले हुने बित्तिकै अलिकति आफ्नो सुधार्नुपर्ने कुराहरू, अलिकति सेक्रिफाइस गर्नुपर्ने कुराहरूमा तपाईँले विचार पुर्याउनु होला। मैले कुरा गरेँ तपाईँको प्रेम सम्बन्धको, लभ रिलेसनको कुरा। ओभरअलमा तपाईँको प्रेम सम्बन्धमा त्यस्तो नराम्रो त केही होइन, हैन। किनकि रोमान्सका कारक ग्रह शुक्र उच्चको भएर बसेको अवस्था छ, आत्तिनुपर्ने केही छैन। केवल सानातिना हुरी बतासहरू, सानातिना कुराहरू त हरेक ठाउँमा हरेक सेक्टरमा भइ नै हाल्छ। ती बाधा व्यवधानहरूलाई पन्छाएर अगाडि बढ्ने हो। आफ्नो सम्बन्धलाई सुमधुर कसरी राख्ने भन्ने कुरामा ध्यान त तपाईँले नै दिनुपर्छ है। अब कुरा गरौँ वैवाहिक जीवनको। विवाहितहरूको वैवाहिक स्थिति कस्तो रहने देखाउँछ त यहाँ ग्रह गोचरले। सप्तम भाव हुन्छ वैवाहिक जीवनको। सप्तम भावका स्वामी देवगुरु बृहस्पति प्रथम भावमा, फर्स्ट हाउसमा बसेका छन्। फागुनको 27 गते बृहस्पति मार्गी हुँदैछन् बकरीबाट फेरि, र मार्गी गुरु बृहस्पतिको दृष्टि त्यस पछाडि फागुन 27 गतेपछि सप्तममा पर्नेछ भनेपछि तपाईँको वैवाहिक जीवन एकदमै राम्रो देखिन्छ है। जो अविवाहित हुनुहुन्छ उहाँहरूको विवाहको सम्भावना पनि प्रबल देखाउँछ यहाँनिर। वैवाहिक जीवनको अनावश्यक बहस, कुनै वैचारिक मतभेद अगाडिबाट थियो, कुनै झैझगडा मतभेद आदि थियो भने पनि फागुन 27 पछाडि सकिनेछ, त्यो राम्रो रहनेछ, आत्तिनुपर्ने केही पनि छैन हैन। समय वैवाहिक जीवनमा अट्याचमेन्ट, प्रेम भाव, एकअर्काप्रतिको आकर्षण कायम देखिन्छ। अब सबैभन्दा महत्त्वपूर्ण विषय भाग्यको कुरा गरौँ। भाग्यले कति साथ दिएको छ त मिथुन राशिलाई यो समयमा? नवमी स्थान भाग्यको हुन्छ हैन। भाग्यका स्वामी हुन् शनि, दशममा शुक्रका साथमा बसेका छन्। कुनै पाप ग्रहको दृष्टि पनि शनिमाथि छैन भनेपछि भाग्यका दृष्टिकोणले समय राम्रो होइन, धेरै राम्रो देखिन्छ। सूर्य आउँदैछन् फेरि चैत्र 1 मा दशममा। चैत्र 1 गते पछाडि शनि अलिकति कमजोर, सूर्य आइसकेपछि शनि कमजोर भए पनि फागुन महिनाभरि तपाईँका लागि भाग्यका दृष्टिकोणले एकदम राम्रो समय देखिन्छ। कुनै पनि चिज किनमेल गर्न होस्, खरिद बिक्रीको कुरा भयो, नयाँ किन्न, नयाँ लगानी गर्न, विशेष काम गर्न, शुभ कार्य गर्न, माङ्गलिक कार्य गर्न चैत्र 1 गतेभन्दा अगाडिको समय फागुन महिनाभरि तपाईँका लागि बहुत राम्रो छ। अर्को कुरा, जग्गा जमिनको कारोबार गर्न होला, कुनै शुभ कार्य, माङ्गलिक कार्य, तीर्थ व्रत, पूजा पाठ, यज्ञ हवन आदि गर्नका लागि, विशेष कार्य, महत्त्वपूर्ण कार्य गर्नका लागि हैन, चैतभन्दा फागुन महिना गजबको छ। अब कुरा गरौँ करियरको। कार्यक्षेत्रमा कस्तो छ त अवस्था स्थिति हैन। दशम स्थान करियरको हुन्छ। दशमका स्वामी हुन् बृहस्पति, मार्गी हुँदैछन् फागुन 27 गते। दशममा शनि र शुक्र साथमा छन्। तपाईँ आफ्नो अनुशासनमा हुनुहुन्छ। तपाईँ हरेक काम मन लगाएर गर्नुहुनेछ। कर्म गर्ने समय हो भन्ने कुरा तपाईँले सहर्ष स्वीकारेर कर्म प्रधान हैन समयलाई तपाईँले स्वीकार्नुहुनेछ हैन। काममा खट्ने खालको परिस्थिति त्यहाँनिर तपाईँको लागि देखिन्छ। कामको पूजा गरेर अगाडि बढ्नुहुनेछ। तपाईँ कामलाई पहिलो प्रायोरिटीमा राख्ने खालको समय देखाउँछ। कामको पूजा गरेर अगाडि बढ्नुहुनेछ, किनकि बृहस्पति फागुन 27 पछि एकदम उच्चको रहनेछन्। तपाईँलाई कसैले रोक्न छेक्न पनि सक्ने छैन। कामप्रति तपाईँ जिम्मेवार रहनुहुनेछ। फागुन 27 गते पछाडि कार्यक्षेत्रमा तपाईँले कुनै प्रशंसा पदक अथवा कुनै प्रमोसन मिल्न सक्छ। तपाईँको कामको प्रशंसा हुनसक्छ। काम राम्रो भएर जानेछ। कार्यक्षेत्रमा शुभ समाचार तपाईँलाई प्राप्त हुनसक्छ। काम मिल्नेछ। बेरोजगार हुनुहुन्छ, काम खोजिराख्नु भएको थियो भने पनि काम मिल्न सक्छ। तपाईँको क्षमता अनुसारको समय एकदमै शुभ देखिन्छ। समय एकदमै राम्रो देखिन्छ। जिम्मेवारी बढेर जानेछ। मजा आनन्द पनि तपाईँलाई मिल्नेछ। काम गर्दाखेरि आनन्द पनि तपाईँले अनुभव गर्नुहुनेछ हैन। घुम्ने फिर्ने मौका अवसर पनि तपाईँ कामको सिलसिलामा तपाईँलाई प्राप्त हुनसक्छ। काममा हैन तपाईँ अनुशासन पनि र तपाईँ आफ्नो तपाईँको तारिफ गर्नेहरू पनि बढेर जानेछन् तपाईँको कार्यक्षेत्रमा। यो समय भाग्य सँगसँगै करियर पनि राम्रो देखिन्छ। समय खेर कति पनि नफाल्नु होला। अब करियर पछि व्यापार व्यवसाय। व्यापार व्यवसायका दृष्टिकोणले पनि मिथुन राशिका जातकका लागि यात्रा र खर्चसँगै लाभ पनि देखिन्छ है। अब तपाईँको खर्च त भइ नै हाल्छ। यात्रा भएपछि खर्च त भइ नै हाल्यो। मङ्गल ग्रह लाभ स्थानका हैन, लाभ स्थानको त्रिकोणमा बसेका छन्। काम कारोबारको सिलसिलामा तपाईँको यात्रा भागदौड बढ्न सक्छ। लामो दूरीको यात्राको योग तपाईँको लागि देखिन्छ हैन। लग्जरी चिजको किनमेल खरिद हुन सक्छ। त्यो हुनाले खर्च तपाईँको देखिन्छ, तर लाभ पनि छ। व्यापारमा आफ्नो मेहनत बढाएर लैजानु होला। अब यो समयमा कुनै पनि ग्रहको अशुभता
नरहोस्, दूर भएर जाओस्, कुनै पनि अप्ठ्यारो असजिलो परिस्थिति नआओस् भन्नका लागि, कुनै पनि आकस्मिक भए दुर्घटना आदि भोग्न नपरोस् भन्नका लागि मिथुन राशिले के गर्न सकिन्छ त यो समयमा? दैनिक बुधको बीज मन्त्र तपाईँले 108 बार जप्नुहोला। ओम ब्राम ब्रीम ब्रौम स बुधाय नमः, ओम ब्राम ब्रीम ब्रौम स बुधाय नमः, ओम ब्राम ब्रीम ब्रौम स बुधाय नमः। बुधको बीज मन्त्र दैनिक 108 बार जप्ने, नियमित रूपमा हरेक बिहान हनुमान चालिसा पाठ गर्ने, नियमित रूपमा बिहान सूर्यलाई जल चढाउने हैन, भगवान शङ्करको पूजा आराधना गर्ने, यसो कम्तीमा पनि सोमबारको दिन शङ्कर भगवानको मन्दिर जाने, शिव मन्दिरमा जाने, भगवान शङ्करलाई 1 लोटा जल चढाउने, ओम नमः शिवाय जप्ने हैन, शङ्कर भगवानको प्रार्थना गरेर घर फर्किने, आफ्नो दैनिकी प्रारम्भ गर्ने गर्नुभयो भने अवश्य पनि तपाईँको समय राम्रो भएर जानेछ र आगामी दिनहरू, आगामी महिनाहरू पनि तपाईँको लागि सुन्दर र सुनियोजित बन्दै जानेछन्। लौ त प्रिय महोदय, यो यात्रा यहीँ सकिन्छ। तपाईँलाई कस्तो लाग्यो आफ्ना कुराहरू कमेन्टमा लेख्दै रहनुहोला। भोलि फेरि अर्को राशिको राशि चर्चा गर्न आउनेछु। अहिले मलाई बिदा दिनुहोस्। जय होस्।